राराताल हाम्रो होइन मुगुको होइन मुगुको राराताल भन्ने त सकिएको नि त अनि नेपालको सबैभन्दा ठुलो ताल भनेर चिनिन्छ कि कसम हेर्नु साथीहरू कलर पनि चेन्ज हुन्छ अर्को हुन्छ हेर्नु साथीहरू है हे गाइज गुड मर्निङ तपाईँलाई स्वागत छ आजको हाम्रो नयाँ धमाकेदार भिडियोमा सो गाइज आजको हाम्रो भिडियो चाहिँ हुँदैछ रारा हजुर हजुर हो नि रारा जानुपर्छ आज मोज गर्नु लेट्स गो रारा रारा 2 जाँदैछौँ रारा रारा जान्लाको साथीहरू हामी रारा बजार हो के आज चाहिँ हामी जाँदैछौँ इन्ट्रेस्टिङ जग्गामा रमाइलो हुने छ है किराहरू तपाईँ हेर्दै गर्नु होला बाटोमा के हुन्छ लास्ट नास्ता हेरी गर्नुपर्छ गमगढी बजारमा होइन अनि यहाँभन्दा माथि र चाहिँ पाइँदैन सायद उहाँ रारा नपुग्ने बासम्म चाहिँ केही पाइँदैन यहाँभन्दा माथि होइन हाम्रो लास्ट पोइन्ट हो होइन अब यहाँभन्दा माथि र केही पनि पाइँदैन होइन हामी हिँड्ने हो कताबाट हामी जाने यताबाट कि यताबाट ल गमगढी बजार लेट्स गो रारा माथि नि यहाँ त माथि र माथि एउटा दोकान पाइन्छ एक दुईवटा दाम त माथि के पाइन्न नै अनि हामी सामान कहाँबाट लगेर जानु पर्ने हामी हेर सो गाइजहरू होइन रारातिर आउने गर्नु कि यति होइन चिल भन्यो भने चिल छ होइन राम्रो भन्यो भने राम्रै छ कि नेपालको भिगुडी ताल भन्छ नि भिगुडी ताल के राराताल हो कि उहिलेको नाम कि अहिले पो त राराताल भयो त नि पहिलेको नयाँ नाम के साँच्ची रङ फेर्छ नि फेरि त्यो तालले पनि कसम साँच्चीको हो के रङ फेरिदिन्छ नि फेरि सो गाइज हामीहरू बजारभन्दा धेरै माथि आइसक्यो होइन तपाईँहरू देख्न सक्नुहुन्छ अनि हामीहरू जानुपर्ने चाहिँ यो माथि हो होइन गाइज उकालो हिँड्नुपर्छ तर फाइनल्ली हामीले गाडी चाहिँ पाइसक्यो है पाइसक्यो ल रमाइलो भइरहेछ होइन विकास फाइनल्ली हामीले गाडी चाहिँ पाइसक्यो गाडी कुन छ थाहा छ तपाईँलाई ट्र्याक्टर राइड ट्र्याक्टर राइड हान्नुपर्छ आज है के हान्यो तर आज ट्र्याक्टर हान्नुपर्छ फर्स्ट डे होइन दामी हुन्छ पछाडि बस्नुपर्छ ढालामा ढाला बस्नु टोइलेटमा बस्ने होइन कि उता बस्नु पर्छ कि भिने यहाँ सुन्नु न मेरो कुरा अलिक भित्र बस्यो ढुटोले मरिन्छ यस्तो पनि सोध्नु बाहिर बस्यो भित्र बसेर हामीले ठिकै हुन्छ त्यति हुन्न कि हेरौँ न कन्डिसन के हुन्छ माथि कम उड्यो भने चाहिँ पछाडि बस्न नि मजा हो क्या ल
गाइस हामी पुगिसक्यो होइन अब यहाँ यहाँ त गाडी जाँदैन अरे हाम्रो हामी अब यहीसम्म हो गाडी अब यहाँ त्यो उता जाली नगर जानु पर्यो त्यहाँ बाटो छ यार गाइजहरु हामी चाहिँ पुगिसक्यौँ है ओइ साथीहरु सिनेर न यहाँ पछाडि यहाँ हेर्नु सुन न सुन हजुर गाइस पुग्न मात्रै गाह्रो होइन पुगिसक्यो भनेको मजा हेर न यहाँ यो ठाउँ हेर न हेर न यति शीतल हुनु यति मजा चाहिँ कुनै ठाउँमा पनि होइन होला क्या यत्रो शीतल भनेको होइन राम्रोकै जग्गाको तिम्रो देखाउँछु गाइजहरु देखाउँदैन क्या म देखाउनु क्या गाइजहरु हामीलाई सोको देखाउन बाँकी छ है हामी चाहिँ फाइनली यो ठाउँ पनि बवाल दामी छ क्या 15 सेकेन्डमा स्वर्ग हेर्न मिल्छ स्वर्ग हेर्न मिल्छ अहिले हामी देखाउन है फेरि स्वर्ग देखेपछि त गाह्रो हुन्छ तिमीहरूलाई के हो त्यस्तो माइ नेपाल पानी हेर न पानी यताको अब कलर फेरियो नि कलर फेरिसकेको रहेछ बिना हामी उता जाने हो उता पारिपट्टि माइ नेपाल फाइनली गाइज हामी चाहिँ रारोताल पुग्न लाग्यौँ अब पुगिसकेर हिँड्न 15 सेकेन्डमा हजुरहरूलाई स्वर्ग सुन्दर छ। देखाउनेवाला छु वेटमा बस्नु होला मेरो यतै हो अब यतै हो यतै हो यहाँ म यहाँ डाँफे अनि होटलको सरको घर कहाँ हो त फेरि? सबजना स्विजरल्यान्ड स्विजरल्यान्ड तर नेपाली बोल्ने रहेछ नि सरले होइन उहाँको चाहिँ यहाँ नेपालमा धेरै बसोबास धेरै भएको राम्रो लाग्छ किन राम्रो लाग्दैन हजुर मेरो ससुराल हो ससुराल नेपालमा हो अँ, तपाईँ घर स्विजरल्यान्ड हो त्यही हो ओ ठिक छ ल कहाँदेखि हो तिमीहरू बट्टी चढ हो ठिक छ गाइस तपाईँहरू पनि आउनु होला यो ठाउँमा रमाइलो इन्जोय सब फाइनल्ली गाइस नास्ता सास्ता भइसक्यो हाम्रो होइन अनि हिँड्न लाग्यो पर्छ सायद टाइम पनि धेरै भइसक्यो टाइम कति भयो र टाइम कति भयो लाग्यो अनि 4 बज्नु